हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो यो मिनी ब्लगमा। आज चाहिँ म बसिरहेको छु। आज चाहिँ हाम्रो काम छैन। हिजो 3 बजेसम्म काम हो। आज चाहिँ बिदा हो, 9-10 दिन बिदा छ। यहाँ चाहिँ कोरियामा पनि यहाँनिर कोरियाको चाडपर्व यहाँनिर छुसक भन्छ हैन। छुसकले गर्दा बिदा दिएको छ हामीलाई चाहिँ। अब यी नेपालमा अब दसैँ भइरहेको छ। आज हामीलाई पनि यहाँ पनि छुसक लागेको छ हैन। हाम्रो कम्पनीमा चाहिँ हिजो हामीलाई यहाँनिर छुसकको गिफ्ट उपहार भनौँ न, सबहरूले यसरी नै दिन्छ। कुनै कम्पनीले दिन्छ, कुनै कम्पनीले दिँदैन। हामीलाई पनि दिएको थियो। यहाँनिर के दिएको छ भने साथीहरू, यहाँनिर छ, मैले खोलेर पनि हेरेको छुइनँ हैन। गरम छ हैन। यो दिएको छ, यो के हो, स्प्याम लेखेको छ। के दिएको छ, हामीलाई पैसा चाहिँ दिएन। पैसा चाहिँ दिएन, यो चाहिँ दियो। यो चाहिँ के छ यहाँनिर हेरौँ है गाइज। यस्तो छ है, अनबक्सिङ गरौँ। मैले खोलेर हेरेको पनि छुइनँ। हिजो दिएको थियो, मैले हेरिनँ पनि के दिएको छ भन्ने कुरा। के चाहिँ दिएको रहेछ, कसरी खोल्ने हो। हामीलाई चाहिँ साउले चाहिँ हिजो दिएको हो, तर मैले खोलेर हेरेको छु नि यहाँभित्र के छ भन्ने कुरा। हामीलाई उपहार दिएको छ साउले हैन। यो यहाँनिर के छ भन्ने कुरा मैले खोलेर पनि हेरेको छुइनँ। हिजो नै दिएको हो। हामीलाई हिजो 3 बजीसम्म काम गरायो। 3 बजीदेखि बिदा हो हाम्रो। हेर्मै गाइज के दिएको छ। ओ माइ गॉड, यो स्प्याम लेखेको छ। यही दाइहरूले सधैँ पनि भन्थ्यो यही दिन्छ होला भन्थ्यो। म खान्न, यताउता मिठो हुँदैन भन्दै थियो। खै कस्तो हुन्छ थाहा छैन हैन। यो रहेछ है गाइज। यो चाहिँ हेर्नुहोस्, यो चाहिँ यो ससेज जस्तो छ। यो कस्तो हुन्छ भन्ने कुरा थाहा नै छैन, खाना कस्तो हुन्छ। हामीलाई बोनस पनि दिन्छ भन्दै थियो दाइहरूले, कुरा गर्दै थियो। 50,000 5,000 नेपाली तिमीहरूलाई दिन्छ यताउता भन्दै थियो। तर बोनस पैसा चाहिँ दिएन है हामीलाई। बोनस पनि दिएन। हामीलाई यसमै टाढो क्या यसपालि। अहिले सधैँ चाहिँ दिन्थ्यो अरे होइन। यसपालि खै किन दिएन थाहा छैन। हुनु त त्यति काम पनि चलेको छैन। भर्खर 2-3 दिन, हप्ता दिन भयो होला आज काम चलेको हाम्रो कम्पनीमा चाहिँ। अब यो जाडो महिनामा चाहिँ चल्ने कम्पनी हो हाम्रो चाहिँ होइन साथी हो। यस्तै छ, के गर्नु अब है। मस्त यति भन्दै म बिदा हुन्छु। बाई बाई।